अब तैँले पकाएपछि स्याउसी त के बेसै खाइदिन्छ नि। बिस के 30 तारिख से खाना। हिजो बेलुका पैसा लगेन भनेर बुढी बाजेर आजबाट त खानै खान दिन्न भनेको छ। खाने कुरा नदिए पनि दिने कुरा दिएको होला त। चाहिँदो भन्दा बढी रुख काट्ने तिमीहरू। रुख नकाटेर मान्छे काटेर हिँड्नु त। काम चाहिँ दुईजना मिलेर गर्ने, दोष जति सबै तँलाई लाछि, मलाई रिस उठ्दैन? हेर्दा मात्र डल्लो पुड्को कालो परेको। कालो मात्र कालो। संसारको सबैभन्दा नराम्रो मान्छे भए पनि मेरो बुढालाई कसैले मेरो अगाडि नराम्रो भन्दा म चुप रहेर बस्न मिल्छ? त्यो त मिल्दैन नि। बात त सही है। अरूका खेत हराभरा छन्, आफ्नो खेत बाँझै छ। खेतालो गतिलो नभएपछि त्यस्तै हो। खेत पनि मलिलो हुनु पर्यो नि। मलिलो ल्या न त जाँठा। आमा कुकुर जस्तो डुल्नु भन्दा हातमुख जोड्ने एउटा काम गर्नु परेन? आफ्नो गति आज छ, भोलि के खाने भने ठेकान छैन। आज केरी ल्याएको त मागेर नि। भोलि नि माग्नु, मागेर हुने रहेछ। बड़ा हरामी हो बेटा।